पिसाब अब यस्तो हो कि अब यो पिसाब पनि ठ्याक्कै यति हुनुपर्छ भन्ने छैन। पिसाब मान्छे अनुसार भर पर्छ, मान्छे कस्तो किसिमको मान्छे हो, अब उसलाई कुनै रोग छ कि छैन, उसको वेट कति छ, उसलाई अरू पसिनाहरू कतिको बग्छ भन्ने कुरा हो। तर इन जेनरल भन्दाखेरि पिसाबको रङ सफा छ, सेतो छ भनेपछि त्यो पिसाबको भोल्युम त्यति धेरै म्याटर गर्दैन। साधारणतया अब एडल्ट मान्छे छ, एकदम हेल्दी छ, अरू कुनै समस्या छैन, त्यसो छ भने चाहिँ अब 1.5 लिटरको आसपास पिसाब भयो भने भइहाल्यो, त्यो एकदम धेरै चाहिन्छ भन्ने छैन। तर अब एकदम धेरै पिसाब भयो भने चाहिँ हामीले समस्या छ कि भनेर सोच्नुपर्छ। पिसाब थोरै भने समस्या छ कि भनेर सोच्नु पर्यो। पिसाब थोरै छ भनेपछि पिसाबको रङ कस्तो याद गर्नु पर्यो हामीले, एकदम बाक्लो छ, पोलाको कलरको छ, अथवा एकदम धेरै पहेँलो छ, जस्तो छ भने चाहिँ अब पिसाबमा केही समस्या छ कि भनेर सोच्नु पर्यो। छैन, ठिकै रङको छ भने त्यो पिसाबले उसको शरीरलाई पुगिरहेछ, उसको शरीरको एक्सक्रिसन जे गर्नुपर्ने हो, जे बाहिर फोहोर कुराहरू फाल्नुपर्ने हो, भइरहेछ भने त्यो ठ्याक्कै पिसाबको भोल्युमले म्याटर गर्दैन। तर कहिलेकाहीँ धेरै पिसाब भयो भने चाहिँ समस्या गर्छ नि त। धेरै पिसाब पनि अब के कारणले भइरहेछ भने हामीले पत्ता लगाउनु पर्यो, कोसिस गरेर लानु पर्यो। एकदम धेरै पिसाब हुनु पनि भएन।